हेलो गाइजहरू, म यहाँ के भन्न आएको छु भन्दा त्यो म आफ्नो गिल्डको बारेमा भनिरहेको छु यहाँ मैले भर्खर बनाएको यही भर्खर बनाएको। अब मेरो गिल्डमा को आउन सक्छ, आउनु होला यहाँ एक्टिभ हुनु पर्यो अरू जे पनि मिल्छ यहाँ 1000 ग्लोरी पुस गरेपछि जे पनि मिल्छ, टपअप विकली जे भन्दा पनि हो के लग्न राम्रो मान्नुहुन्छ तपाईँहरूले त्यो लग्नु होला ल साथीहरू। अहिले ग्लोरी पुस गरिदिनु पर्यो। डायमन्ड र विकली त 5 लेभल भएपछि मिल्छ विकली। अनि टपअप गर्नु छ भने 4 लेभल पुगाउनु पर्यो गिल्ड। अब अरू केही भन्न चाहदैन मेरो युट्युब च्यानल यहाँ छ, भएमा सब्सक्राइब हानिदिनु होला। अहिले मेरो गिल्डै हो यो आफ्नै गिल्ड लिडर मै हो। गिल्ड लिडर मै हो अनि फेरि मेरो गिल्डमा आउनु होला साथीहरू। अरू म केही भन्न चाहँदैन। अरू एउटा भन्न चाहन्छु एउटा कुरा, यहाँ एक्टिभ प्लेयर पनि बन्न मिल्यो भर्खर बनाएको गिल्ड, त्यसैले मान्छे खोजिरहेको यहाँ एक्टिभ पनि मिल्छ, त्यो विकली पनि मिल्छ एक्टिभ पर्यो गिल्डमा। अरू केही चाहिँदैन, फ्रेन्डली बस्नु पर्यो। अनि फेरि फ्रेन्डली बस्नु पर्यो यो मेरो साथी हो, यो पनि आफ्नै साथीको गिल्डमा छ। साथीहरू आउनु छ भने कमेन्ट गर्नु, अनि आउनु छैन भने जानु ल। म त त्यो कुरा भन्छु कि साथीहरू मेरो पनि सब्सक्राइब हल्का ग्रो गरिदिनु मेरो को सब्सक्राइबर हुनुहुन्छ नि तिनीहरूलाई एउटा खुसीको खबर छ। के थाहा छ? तिनीहरूलाई टपअप मिल्छ मलाई फ्रेन्ड रिक्वेस्ट पठाऊ अनि लग टपअप जे लग्नु छ भने लग। यही मेरो इमेल छ मेरो को सब्सक्राइबर छ नि तिनीहरूलाई एउटा सुन ल। मेरो सब्सक्राइबरलाई त्यो बनाउँछु म आफ्नो डुओ पार्टनर अनि फेरि म अरू के भन्ने यहाँ दाइलाई त चिन्छन् होला सबैले। यहाँ दाइ कता हुनुहुन्छ दाइ? यहाँ दाइ दिनकै लाइभ बस्नुहुन्छ नि, यहाँ दाइको म सब्सक्राइबर हो नि, त्यो पनि म यहाँलाई फलो गर्छु, सब्सक्राइब पनि गर्छु अनि फेरि एउटा कुरा, यहाँको गिल्डमा पनि आउनु पर्यो अरू केही होइन अरू मेरो गिल्डमा आउनु होला, यहाँ दाइको गिल्डमा पनि आउनु होला अरू केही भन्न चाहँदैन। मेरो गिल्डमा आउनु पर्यो। फेरि 1000 ग्लोरी पुगाएपछि टपअप अनि फेरि 5000 पुगाएपछि विकली मन्थली अनि फेरि यही हो, यति भन्न चाहन्छु। म आजको लागि म बिदा माग्न चाहन्छु ल साथीहरू। ल बाई बाई साथीहरू, सब्सक्राइब हानिदिनु होला अरू केही होइन साथीहरू।